हेलो साथीहरू, नमस्ते नमस्ते सबैजनामा। के छ हालखबर साथीहरू? सन्चै हुनुहुन्छ? म पनि सन्चै आरामै छु, रमाइलो छु, ठिकै छ, जिन्दगी चलिरहेछ। तपाईँहरूको पनि जिन्दगी राम्ररी चलिरहेको होला भन्ने मैले आशा लिएको छु। आज फेरि नयाँ दिन, नयाँ सुरुवात, नयाँ भ्लगमा यहाँलाई स्वागत छ। आज घाम लागेर, घामले गर्दाखेरि यो मेरो झन् 8-9 महिनादेखि थन्केर रहेको एउटा घामको प्रोडक्सन थियो, यसले काम पायो। आज यसको कुरा गर्दैछु। घाम लाग्दा यसको, पानी पर्दा छाता। आज सधैँ चाहिँ काम गरेर 4-5 घन्टा काम गरेर 5 घन्टा काम गरेर फर्किएर घर आयो। त्यसपछि नुहाइधुवाइ गरेर खानापिना खाएर यसो एक राउन्ड घुमौँ न त भनेर मास्टर निस्किएको थियो। घामले अलस तलस बनाइसक्यो। अब घुम्न भनेर निस्किसकेपछि घुम्नु त पर्यो होइन? यस्तो छ यहाँको नजारा। अब म तपाईँहरूलाई यता मास्टर लिएर जाउँछु, मेरो पछि आउनुहोस् ल। घाम लागे पनि मौसम चाहिँ त्यस्तो धेरै अत्याधिक गर्मी चाहिँ छैन, समग्रमा ठिकै छ। 28-29 को डिफ्रेन्समा होला आजको टेम्परेचर। तर सिर्सी हावा चलिरहेछ, त्यसले गर्दा हिँड्नमा सहजता भइरहेछ। के हो त्यो रकेट जस्तो नि छ? रकेट त होइन होला, रकेट त यस्तो ठाडो जानुपर्ने, यस्तो त नजानु पर्ने। गाडी आयो माथिबाट ठक्कसँगले। भिडियो बनाएको भनेर कराउने भयो कि डाम्नाले कराउँदैन होला। आज शुक्रबारको दिन काम भ्याइयो। अब भोलि शनिबार र पर्सि आइतबार 2 दिन फेरि मस्त छुट्टी छ। फेरि 2 दिन घुम्ने हो चिल्याक्स पारामा। तर पानी पर्छ होला, पानी देखाइरहेको थियो 4-5 दिन, 5-7 दिन पो रेगुलर पानी देखाइरहेको थियो। गल्यो, खाना खाने बित्तिकै दौडेको गल्यो यार। अत्यधिक गर्मी हुन्थ्यो होला सायद, यो हरियाली थिएन भने है। वरिपरि हरियाली छ, यसले गर्दाखेरि पनि होला गर्मी नभएको खासै। यहाँको मान्छेहरू धेरै बाँच्नमा यसको पनि प्रमुख हात हुन्छ नि, हरियाली हुनमा। किनभने हरियाली जति धेरै भयो त्यति फ्रेस अक्सिजन हुन्छ, अनि उनीहरूले हामीले लिने श्वास जति सफा फ्रेस भयो त्यति राम्रो होइन र? पर तुवालो लागिरहेछ। एकजना बुढो बाजे यता काम गरिरहेछ, घाम पनि भने छैन, केही भने छैन, खट्न पनि सक्ने हुन्। कति धेरै खट्ने के, घाम बाजु एकछिन त भन्छौँ होइन हामी त। उनीहरू त छैन यार, घाम पानी केही छैन। उनीहरूको जब त्यो काम गर्ने समय हुन्छ नि, त्यो समयमा त चट्याङ्गै परे पनि अलिकति पनि विक्षिप्त नहुने क्या यिनीहरू। लागेपछि एकदम लागो। उनीहरूको टाइम भनेको 12 बजीदेखि 1 बजीसम्मको टाइम चाहिँ नि ब्रेक टाइम हो। त्यसपछिको 1 बजेपछि काममा लागेपछि फेरि लाग्यो के। यो अति भयो भने मात्रै छोड्छन्, नत्र भने खासै नछोड्ने के। एकदमै कडा। फेरि कुन चाहिँ गाडी रहेछ बाटोमा,
म पनि कस्तो मान्छे, गाडी त बाटोमा त हुन्छ नि होइन। घाम लागे पनि बडा आनन्द आइरहेछ क्या। यो चस्माले पनि अझै राम्रो खालको काम गरिरहेछ। त्यही भएर बुढाबुढीहरूले गाडी कुदाएको खतरा कुदाएको। त्यहाँ पछाडि लगेको गाडी त बुढाको हुन्छ। आकाश पनि कस्तो समुद्र आउने आधी आए जस्तो कि आकाश है। माटो चाहिँ एकदम मलिलो छ क्या यहाँको। अब यो पर खनेको छ है। त्यो खनेको ठाउँमा 4-5 दिन पछि केही रोपिदिन्छन्। यहाँ कति चाँडै उम्रिन्छ, कति चाँडै। आलु हेर्नुहोस् न, आलु यहाँ 1-1.5 महिनामा पनि भएको थिएन म रोपेको, यत्रो भइसक्यो। उता पर त खन्न पो थालिसकेँ। कति छिटछिटै हुन्छ क्या। भ्याएको त रहेछ एउटा, कत्रो भ्याएको त यहाँ होइन फेरि भ्याएको त भनेको होइन पो रहेछ। यताबाट हामी यता माथि जान्छौँ। जो यहाँनिर काम गरेको थियो मान्छेहरूले यो सोलर राख्दै थियो क्या। सोलर, यो सोलर चाहिँ सौर्य शक्तिको माध्यम यहाँ राख्दै चाहिँ आज काम गरिरहेछ। कति धेरै क्या फेरि। आमामा म भिडियो खिच्दै आउँदै थिएँ होइन। अनि मलाई देखेर 4-5 गाडी त्यस्तो हेरिरहेको क्या। उनीहरू छक्क परेर होला नि सायद, यो मान्छेले किन यसरी भिडियो खिचिरहेछ, यसको काम छैन कि क्या हो भनेर होला। तिनीहरूलाई के थाहा, म पनि काम गरेर आजको रोजीरोटी को ग्यारेन्टी गरेर फर्केँ भन्ने कुरा। उकालो छ, साथीहरू ठाडै। ठाडै उकालो छ, हेर्न सक्नुहुन्छ। यो लोकेसनमा म अस्ति नै पनि आएको थिएँ, 1-1.5 महिना पहिला। अनि त्योभन्दा पहिला पनि आएको थिएँ। हिउँदको बेलामा पनि आएको थिएँ, त्यतिखेर हिउँ परिरहेको थियो। यो बाटोलाई हिँड्न खासै सकिरहेको थिएन त्यतिखेर, हिउँ परेर चिप्लेर। त्यही भएर हामी दुःख सुख आयौँ। त्यतिखेर म लगायत थियो 3-4 जना अरू पनि साथीहरू। अहिले त साथीहरू यो कम्पनी छोडेर गइसक्नुभयो अर्कै ठाउँमा। उहाँहरूको सम्झना छ। परदेशमा साथी ठुलो भन्छन् होइन। परिवार भनेको त साथीभाइ नै हो। उहाँहरूभन्दा ठुलो त कोही हुँदैन, नजिक कोही हुँदैन। सुख दुःखमा आपद विपद परेको बेलामा साथीभाइकै अहम भूमिका हुन्छ। जब परदेश गइन्छ, उकालो बाटो भए पनि, गर्मीको मौसम भए पनि, यो हरियालीले गर्दाखेरि हिँड्न एकदम आनन्द आइरहेछ। कुनै सङ्कट छैन, कुनै कष्ट छैन। लट्टा हेर्दाखेरि हाम्रो पाखरी बसको फार्म जस्तै देखिन्छ यता मासतिर, तर त्यस्तो चाहिँ होइन। साथीहरू हो, मान्छेले चाहेदेखि गरेदेखि के हो नहुने रहेछ होइन। त्यत्रो पहिलो र दोस्रो विश्वयुद्धमा थला परेको यो देश थाहै नपाई सर्लक्क उठ्यो। अहिले त यो देशमा त्यो विश्वयुद्धले त्यत्रो ठुलो क्षति गरेर भन्ने मान्छेलाई विश्वासै हुँदैन। त्यस्तो तरिकाले यिनीहरूले विकास गरेछ। त्यो सबै कडा मेहनत, लगनशीलता के कारणले त सम्भव भएको नि होइन र।
करप्सन त यहाँ पनि हुन्छ नहुने होइन, तर देखिँदैन, एकदम न्यून हुन्छ करप्सन। जे काम गर्दाखेरि पनि आफ्नो सम्झेर गर्छन् यहाँनिर। यो मेरै काम हो, मेरै घरको काम हो, मेरै परिवारको काम हो। यो लस हुनु भनेको, यो घाटा हुनु, बिग्रिनु भनेको आफ्नै बिग्रिनु हो भन्ने सोचेर काम गर्छन्। त्यसको फलस्वरूप राम्रै हुन्छ नतिजा पनि। त माथि के रुख काट्दैछ क्या हो, सायद रुख काट्दैछ कि घाँस काट्दैछ। हेर्दै जाउँ के रहेछ अगाडि देखिहालिन्छ नि। काम गर्दो रहेछ। आफू कुन धरातलबाट आएको भन्ने कुरा नबिर्सौँ, आफ्नो अस्तित्व बचाउँ। किनभने आफ्नो अस्तित्व जोगाइयो भने आफ्नो गन्तव्य पनि पहिचान गर्न गाह्रो हुन्न। नत्र गन्तव्य मात्रै हेरौँ, अस्तित्वलाई भुल्यो भने फेरि गन्तव्य कता हो भन्ने कुरा मान्छेले थाहा पाउन सक्दैन। त्यही भएर आफ्नो अस्तित्वलाई नबिर्सौँ। गाउँ छ र पो सहर छ त होइन, एउटा झरना छ र पो समुद्र महासागर छ त। कुनै पनि ठुलो कुराको सुरुवाती सानो चिजबाट, सानो बिन्दुबाटै हुन्छ। केन्द्रबिन्दुको सुरुवाती बिन्दुबाटै हुन्छ भन्दै आजलाई यो भिडियो यहीँ अन्त्य गर्ने अनुमति चाहन्छु साथीहरू। फेरि अर्को भिडियोमा भेटौँ है त। बाई बाई। स्वस्थ रहनु होला, व्यस्त रहनु होला, मुस्कुराउँदै गर्नु होला। आजलाई यति नै। बाई बाई। फेरि पनि